करिब भिजिटिङ गऱ्यौँ होला हामीले 3 घन्टा जति। हामी चाहिँ अब रेजिडेन्टतिर कमब्याक हुँदैछौँ। 3 जना छौँ। हामीले चाहिँ यहाँ आउने चाहिँ हामीले चाहिँ करिब 9-10 दिन अगाडिबाटै प्लान गरेको थियौँ कि एक दिन जलजलातिर घुम्न जाम्ला भनेर। सो आज चाहिँ हामी आएका छौँ 3 जना। यता हुनुहुन्छ जेठान साहब, यता हुनुहुन्छ भटिज बाबु। हजुर, म भटिज बाबु। के गर्नु रो, यस्तै छ के गर्नु र। जेठान तपाईँले इक्जाम कति राम्रो गर्नुभयो नि? बिग्रियो आफ्नो पुण्य। कस्तो यार, यसपालि त बिग्रेर खट्टम यार दिमाग। र अस्ति सेकेन्ड टर्मिनलमा अल राम्रो भएको थियो, तर यसपालि फाइनलमा चाहिँ बिग्रेको छ 1-2टामा। अरूमा त लगभग ठिकै भएको छ भनौँ न। के गर्नु र, यस्तै छ।